एउटा गाउँमा रामबहादुर नामका एक इमान्दार मानिस बस्थे। उनी धेरै गरिब थिए तर कहिल्यै गलत बाटो अपनाउँदैनथे। गाउँका मानिसहरू उनलाई धेरै सम्मान गर्थे किनकि उनले कहिल्यै झुट बोल्दैनथे। रामबहादुर बिहानै उठेर गाउँ नजिकैको बजारमा भारी बोक्ने काम गर्थे। दिनभरि दुःख गरेर कमाएको पैसाले उनले आफ्नो परिवार पाल्थे। उनकी श्रीमती सीता र एउटा सानो छोरा थियो। घर सानो थियो तर परिवारमा धेरै माया थियो। एक दिन बजारबाट रामबहादुर भारी बोकेर फर्किँदै थिए। अचानक बाटोमा उनले एउटा कालो झोला भेट्टाए। उनले वरिपरि हेरे तर कसैलाई देखेनन्। झोला खोलेर हेर्दा भित्र धेरै पैसा थियो। त्यो पैसा लिएर रामबहादुर चौतारीमा गएर बसे अनि उनको मनमा धेरै कुरा खेल्न थाल्यो। यदि यो पैसा मैले राखेँ भने मेरो गरिबी हट्न सक्छ, छोरालाई राम्रो स्कुलमा पढाउन सकिन्छ, नयाँ घर बनाउन सकिन्छ। तर तुरुन्तै अर्को विचार आयो, यो मेरो पैसा होइन, कसैको दुःखको कमाई होला। रामबहादुरले झोला घर लगे। घरमा पुगेपछि श्रीमतीलाई सबै कुरा सुनाए। सीताले भनिन्, हामी गरिब छौँ तर बेइमान बन्नु हुँदैन। यो पैसा मालिकलाई फर्काउनु पर्छ। अर्को दिन बिहान रामबहादुर बजार चिया पसल नजिक उभिए। त्यही बेला एक धनी व्यापारी रोइरहेका थिए। व्यापारीले सबैलाई भनिरहेका थिए, मेरो पैसाको झोला हरायो। त्यो पैसा हरायो भने म ठुलो समस्यामा पर्छु। रामबहादुरले सोधे, झोला कस्तो थियो? व्यापारीले झोलाको सबै चिन्ह बताए। त्यसपछि रामबहादुरले झोला निकालेर दिए। व्यापारी खुसीले रोए। उनले भने, दाइ, तपाईले मेरो जीवन बचाइदिनु भयो। व्यापारीले इनाम स्वरूप धेरै पैसा दिन खोजे, तर रामबहादुरले मुस्कुराउँदै भने, मैले आफ्नो कर्तव्य मात्र गरेको हुँ। यो कुरा गाउँभरि फैलियो। सबैले रामबहादुरको प्रशंसा गर्न थाले। केही दिनपछि त्यही व्यापारी फेरि गाउँ आए। उनले रामबहादुरलाई आफ्नो कम्पनीमा राम्रो जागिर दिए। अब रामबहादुरको जीवन बिस्तारै बदलिन थाल्यो। उनको छोरा राम्रो स्कुलमा पढ्न थाल्यो। घरको अवस्था पनि राम्रो भयो। एक दिन छोराले सोध्यो, बुबा, तपाईले त्यो पैसा किन फिर्ता गर्नुभयो? रामबहादुर मुस्कुराएर भने, छोरा, पैसा भन्दा ठुलो कुरा इमान्दारी हो। पैसा आज हुन्छ, भोलि सकिन्छ, तर राम्रो चरित्र जीवनभर रहन्छ।